आफ्नो समाजभन्दा पनि लिम्बू समाजका कथाहरू भन्दै फिल्महरू बनाउँदै ल्याउँदा चाहिँ भरसक नराम्रो कुरा नदेखाइदियोस्, नभनिदियोस्, नसुनाइदियोस्, यस्तो बढी चासोको रूपमा पाएँ मैले। हुन त हरेक समाज त्यस्तै नै छ होला होइन। तर एउटा स्रष्टा चाहिँ पुरै आयाम खोज्दो रहेछ होइन दृष्टिकोणमा। अनि त्यस्तो चाहिँ थोरै अप्ठ्यारोहरू पाएँ मैले। बाँकी त त्यो पनि आफ्नै उन गर्दा त्यही समाज बिलोङ गरेर भन्दै गर्दा पनि त्यति अप्ठ्यारो हुन्छ भने अरू समुदायहरूले चाहिँ कसरी मेरो कथा भन्लान् मेरो समाजको होइन। अनि त्यसरी त साह्रै गाली भेट्छन् होला मभन्दा। एकपल्ट तपाईँले गाली भेट्नु पनि भयो नि होइन? मैले प्रशस्तै पाउँछु नि गाली।